नमस्ते सबैलाई, मेरो नाम माला हो। म मोमोको रेसिपी लिएर आएको छु। तपाईलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। यो मैले प्याज काटे अनि आटा लगाए अनि पानी तताए, त्यसपछि पानी खनाए अनि कुखुरा छिल्दै छु अनि मेरो बुढाले छिल्नु भयो। मैले छिलेपछि अनि फेरि मैले मोमोको प्याज भुट्दै छु अनि एकछिन भुटेर अनि पेस्ट हाले। मैले लसुन अदरक खुर्सानीको पेस्ट हाले अनि चलाए मैले। त्यसपछि अजिना हालेपछि नमक हाले। मैले नमक हालेपछि एमडिएच मसला हालेपछि मैले चलाएर फेरि मेरो बुढाले फेरि मासु अलग हड्डी अलग गराउँदै हुनुहुन्छ। त्यसपछि मैले मिक्सीमा हालेर पिसेपछि निकाले एउटा भाँडामा निकालेर फेरि मोमो मसला उता पकाएको हालेर अनि मोल्न लाग्छु मैले। अनि यसमा मोलेर फेरि आटा गुनेर आटाको पेडा काट्दैछु। आटाको पेडा काटेपछि अनि बेलेर फेरि मैले अनि बेलेर मेरो बुढाले र मैले बनाउँदैछौँ मोमो। अनि मोमो बनाउनुभन्दा पहिला मैले उता पानी तताउनलाई राखिसकेको थिएँ अनि उता मेरो पानी पनि तयार भइसक्यो। त्यसपछि म अब स्टिम लगाइदिन्छु। स्टिम लगाएर पाक्छ, त्यसपछि म पाकिरहन्छ अनि म उता चटनीको तर्फ लागेँ चटनी बनाउनको लागि। अनि चटनी बनाउँदा मैले तिल भुटेर राखिसकेको छु अनि तेल हालेँ। त्यसपछि म फेरि अब टिमुर हालेँ अनि अब चटनी पिस्नलाई तयार भयो। चटनी पिसेँ अनि त्यसपछि म चटनी खनाएँ। चटनी मेरो बनेर तयार भयो। अनि अब चटनी बनाएर त तयार भइसकेपछि अब उता स्टिम पनि पाकिसक्यो मोमो। अनि म अब निकालेर सबैलाई थालमा राखेर अब पहिला मेरो बुढालाई खिलाउँछु, मेरो बुढालाई कस्तो लाग्छ। अनि बुढाले खानुभयो। त्यसपछि बुढाले राम्रो छ मिठो छ भन्नुभयो। त्यसपछि अब म टेस्ट गर्छु। म टेस्ट गरेपछि मलाई पनि साँच्चीकै राम्रो लाग्यो अनि दिदीहरूले पनि खानुभयो, उहाँलाई पनि साँच्चीकै राम्रो लाग्यो। आजको भिडियो मेरो यहीँ खत्तम हुन्छ। तपाईँलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। म यस्तै रेसिपी लिएर आउने छु हजुरहरूको माझमा। मलाई लाइक कमेन्ट सेयर गर्नुहोला। अर्को भिडियोमा भेटौँला साथीहरू।